भोटे नरो के नरो अब रोएर पुतली गएर फर्केर आउँदैन नि के अरे बरु लासको अन्त्येष्टि गर्नेतिर लागौ न कहाँ अन्त्येष्टि गर्ने कुरातिर लागेको हँ पुलिस बोलाएर छानबिन गर्नु परेन लासको पोस्टमार्टम गर्नु परेन त्यतिकै अन्त्येष्टि गरेर हुन्छ जबसम्म हत्यारा को भन्ने पत्ता लाग्दैन तबसम्म यो लासको अन्त्येष्टि हुँदैन हत्यारा पत्ता लगाउन गाह्रै छ आजसम्म निर्मला पन्तको हत्यारा पत्ता लागेको छैन झन् यो पुतलीको के लाग्ला लाग्छ अवश्य लाग्छ यहाँभरिमा मलाई एकजना मात्रै शङ्का छ तर प्रमाण छैन जुन दिन प्रमाण फेला पार्छु म त्यसलाई छाड्नेवाला छैन होइन यसले मलाई नै शङ्का गर्यो कि क्या हो हामी यसरी चुप्पो लागेर हुँदैन हामी सबैजना जाग्नुपर्छ हत्यारालाई फाँसी दे फाँसी दे फाँसी दे हत्यारालाई फाँसी दे फाँसी दे फाँसी दे हत्यारालाई फाँसी दे फाँसी दे फाँसी दे कसले चाहिँ गरे होला यसो कसले गर्यो होला भनेर मात्र हुन्छ तपाईँ र मन्डा सर त नेता हुनुहुन्छ नि तपाईँहरूले छानबिन अगाडि बढाउनुहोस् न यहाँ निर्मला हत्याकाण्डमा जस्तो राजनीति चलखेल हुनु भएन बुझ्नुभयो बुझ्न त बुझ्यौँ तर के को तर सर हामीलाई थाहा छैन भोलिसम्ममा हत्यारा पत्ता लागेन भने यहाँ बबाल मचिन्छ बुझ्नुभयो ओ गलबन्दी तपाईँले मलाई थर्काउनु खोज्या मैले गरे एउटा पुतलीको हत्या के थाहा हुन पनि सक्छ नि के भनिस् रे फेरि भन् त भन्छु के गर्छौ बिना प्रमाण दोष लगाउने होइन म जस्तो स्वच्छ छवि भएको नेतालाई त्यही नेता भएर त दोष लगाउने लाको हो नि हो अझ बढी बोल्छस् त हेत्तेरी कति झगडा गर्नुभएको तपाईँहरू दुईजना रातभरि यहाँ बस्नुभयो भने त अर्को घटना घट्ला जस्तो छ हिँड्नुहोस् घर जान चुप लाग्यो तिमी कस्तो थर्का गइहाल्छु नि भटबटे त चिन्ता नगर त्यो हत्यारा जसरी पनि पत्ता लाग्छ म छु हेत्तेरी तपाईँ भएर त्यो हतियार कसरी पत्ता लाग्छ तपाईँ सिआइडी हो र चुप लाग्यो तपाईँ हेत्तेरी सुन्दरजी लिएर जानुहोस् यो मन्दाजीलाई कस्तो टाउको देखि आउँछ खालि किचकिच करुणाजी तपाईँ आज रातभरि यहीँ बस्ने हो के कहाँ यतै बस्नु नि तपाईँको नियत मलाई ठिक लागेन है भटभटे भाइ म भोलि बिहानै आउँछु राति केही पर्यो भने मलाई खबर गर्नु है पुतली मलाई माफ गरिदे यो सब मेरो कारणले गर्दा भएको हो यदि तैँले भने मैले मानिदिएको भए आज यो दिन आउने थिएन होला तैँले मलाई सहर गएर बसौँ यहाँ नबसौँ भन्दा पनि म मान्दै मानिनँ यदि तैँले भने मानिदिएको भए यो सब हुने थिएन होला पुतली जिन्दगीमा मेरो सहारा भनेकै तँ थिइस् तैँले पनि मलाई एक्लो बनाएर गइस् म तँ बिना एक्लै बाँच्न सक्दिनँ पुतली म पनि तँ भएको ठाउँमा आउँछु तर तेरो हत्यारालाई पत्ता लगाएर अन्त्य गरेर मात्रै आउँछु पुतली म तेरो हत्यारालाई त्यत्तिकै छाड्दिनँ पक्कै पनि यो भरपटेले मलाई नै शङ्का गरेछ यसलाई पनि सिध्याउनै पर्छ नत्र मलाई गाह्रो हुन्छ हामी यसो गरौँ न अब सबैजना रातभरि जागराम बस्दाखेरि गाह्रो हुन्छ त्यही भएर पालै पालो जागराम बसो पालै पालो सुतौँ हुन्न हो मन्डाजी ल तपाईँले अहिले ठिक कुरा गर्नुभयो अहिले हामी सुत्छौँ तपाईँ जागराम बस्नुहोस् त्यसपछि नकुले भकुलेको पालो है ल हामी एकछिन सोध्छौँ है त्यो धेरै सबै सुते जस्तो यही मौकामा यो भरभटेको पनि अन्त्य गरिदिनु पर्यो स्वास्नीको पिरले मर्यो भन्ने हुन्छ टन्टै साफ
मर्यो जस्तो छ।